राम्रो रहेछ तपाईँ बस्नु क्या हो है सिधा बरु त मलाई लगिदेऊ लाग्दा त्यो दोकानसम्म लगिदेऊ न मलाई घुमाइदेऊ न तिम्रो गाउँ आऊ त हात देऊ मलाई पनि घुमाइदेऊ है रोक र अर्को हात रोक त गुरुङ भाषा बोल नि तल बोल बाबु यता हेर त लाज मानेको हो लाज नमान दिदी हो दिदी हेलो हेलो यता हो पसल यता हो नि त यहाँ हो गाइस लेट्स एक्सप्लोर बुजुङ गाउँ लमजुङ यहाँ चाहिँ जाडो हो 2 डिग्री सेल्सियस थियो होइन बिहान उठ्दाखेरि 70% चाहिँ रेन हुने भने आज झन् पानी आयो भने यहाँ कति जाडो हुन्छ होला कि अलि माथि नै छ सिलेबलबाट त्यही भएर नि होला नि यहाँबाट कस्तो अग्लो पहाड देखिन्छ नि ल है बेसी सहरबाट चाहिँ हामी हिँड्यौँ हामी चाहिँ आयौँ पोखरी गाउँमा पोखरी हो यो ठाउँ चाहिँ यहाँ पछाडि हामीलाई अलि चिसो महसुस हुन थाल्यो डाँडामा छ यो पोखरी है गाइस यो पोखरी घले गाउँ र भुजुङको बिचमा पोखरी भन्ने गाउँ छ एउटा अमृत जस्तो यहाँ चाहिँ यस्तो हावा लाग्छ कि होइन नर्मल्ली उभिँदा मात्रै कपाल उडाएर यहीँबाट थाहा हुन्छ कि कस्तो हावा लाग्छ भन्ने कुरा चाहिँ एकदमै हावा लाग्यो कि डाँडो छ एउटा गाउँबाट यता आए पछाडि एउटा हामी चाहिँ पोखरीबाट अब भुजुङतिर लाग्यो होइन अनि बाटो चाहिँ यस्तो नराम्रो छ नि त्यहाँ बाटो चाहिँ साह्रै नराम्रो छ यहाँनिर पहिरो यो पहरो चाहिँ ओरेर बाटो बनाएको छ पहिला चाहिँ भिड रहेछ तर यस्तो बाटो बनेको पनि 10-15 वर्ष भयो अरे राम्रो त्यही त नि यो गाउँ डुल्न लाग्यो भने त कहाँ डुल्नै भएन नि हेरेर मात्रै जानुपर्छ अलि जाने भोलि पनि बस्छु नि बिहा रहेछ कि त्यो घर एक्सिडेन्टमा पर्यो यही बाटोमा यही हामी बिसरबाट आउने बाटोमा हो ए त्यहाँ चाहिँ एउटा मान्छे मरेरहेछ मलाई त्यो बाटोमा हो कि भनेर डर लाग्यो तर त्यो बाटोमा चाहिँ नरहेछ भन्न यता अर्कै बाटोमा रहेछ तर त्यो बाटो खासै त्यो पिकअपहरू त मजाले जान्छ होइन तर अब त्यस्तै गरी नै 10-15 वर्ष गइराखेछ भनेपछि त्यस्तो डेन्जर चाहिँ छैन होइन जानलाई तर अलि साँघुरो हो भन्ने मात्रै कुरा हो कि दुईटा यता र उता जान मिल्दैन
यिनी पनि कति राम्रो तिमी पनि कति राम्रो लजा खाने तिनीहरू दुइटा लाज मान्दो रहेछन् है ल यताको बच्चाहरूको गाला रातो हुन्छ मान्छेतिर भएर होला नि लेकतिर भएर नि चोखोपान कसले खान्छ चोखोपान खानेले यता यता हेर्नुपर्छ है ल नलजाइ किन ल थ्याङ्क यू भन थ्याङ्क यू वेलकम के गर्ने अरे यता हेरेर भन न के गर्ने के गर्ने अरे गुड जब घुमाइदिने मान्छे अगाडि फोर कहाँ फाल्ने घुमाइदिने मान्छे अगाडि तिमीलाई यत्रो हिँड्दा खुट्टा दुख्दैन खुट्टा दुख्दैन मेरो त खुट्टा दुखिसक्यो कता हेर न सुस्त होइन हामी त हिँड्नै सक्दैनौँ नि म त हिँड्नै सक्दिनँ यो दिदी त हिँड्नै सक्दिने सुस्त हिँड है हामीलाई जान्छ घुमाइदेऊ है जहाँ पाइदिनु नघुमाऊ घुमाइदेऊ है डराउँदैन भन न नजाऊ ठुलो भैँसी आयो तानेर लिएर आएको बाबुले मलाई तानेर लिएर आएको हो क्या रे गुरुङ बोलेको हौ बाबु नो माथिबाट अर्को नै आउँदैछ तिनवटा आएको थियो कि दुईवटा गएको अझै आहा एउटा तिनवटा थियो त होइन गयो गयो अर्को अझै आहा र ए नरहेछ खाना खानुभयो तान्नुभयो तिमीलाई देखेर किजल गुरुङ यता हेर विज किजल गुरुङ को हो यता हेर हेलो भन खुट्टा दुख्दैन तिम्रो ग्रिन टी सर्ट लगाउनेको नाम के हो तिमी त स्कुलबाट आएर ड्रेस पनि चेन्ज गर्छ सानो मान्छेको नाम के हो क्या रे यता हेरेर भन नि त तिम्रो होइन कि सानो धन्दै लुटिन तिमीहरू कसरी हिँड्छौ ए भगवान् ओइ छोडिदेऊ के हो यस्तो के हो बे यस्तो ए बुद्ध मान्छन् नि त हेर्दा मान्छेहरूले दसैँ तिहार मनाउँछौ छोडिदेऊ पैसा यो फालेको होला है फालेको पैसा के पैसा हो यो लैजाऊ केही नै हुन्न फालिदियो किन फालेको केही हुन्न लैजाऊ आऊ फालेर गयो गए त्यही जाने हेर त झर्दाखेरि झन् खुट्टा खतरा हुन्छ यहाँ खतरा थियो उहाँबाट माथिबाट हुन्छ होला नि त्यहाँबाट आइदिन्छ सानो मान्छेहरू यता हेर्नुहोस्
हाई भन्नुहोस् ल हिँड्नु सबै हिँड्नुहोस् अब माथि नजाऊ के हो त नि यहाँ के हो यो ए के हो यहाँ मान्छेहरू बोलाउनु मम्मीले बोलाउनु बस्छ तिमी ल सोडिम भनेको अरे माथि के छ र सोडिम भन्ने तिमी आऊ ल हिँड मम्मी के छ अब माथि के छ मन्दिर छ जानु त्यसो भएर हिँड जाऊ अब झर्ने है फेरि यहीबाट झर्ने है के हो अरे माथि मन्दिर छ अरे के को मन्दिर कता लाग्छ भाइ अब के छ कति धेरै बेर लाग्छ हो सुस्ता हिँड है रोटिन्छ आइसक्यो गाह्रो हो त सुस्ता आइज बाबु चक्लेट खाने हो ल हिँड दुईटा बाँडेर खाने सौरभको हो त यहाँ त छैन सौरभ सौरभ हो अघि मैले नाम भन भन्दा किन नभनेको त ल पहिला चाहिँ सानो मान्छेलाई क्या रे मेरो नाम किरानी अनि सौरभको नाम सौरभ गुरुङ सौरभको नाम सौरभ गुरुङ तिम्रो नाम के हो अनि सोहिमको नाम सोहिम गुरुङ गुरुङ हो सुस्ता आइज सुस्ता आइज ए सोडिम वहाँ जाने हो गयो आए हेलो सोडिम बाई बाई भन उसको घर यही हो ल हिँड हामी पनि जाने अब तिम्रो घर कहाँ हो किचन भन्नुपर्छ के भन्नु आएको ए उयो त ड्रेस चेन्ज पनि नगरिदिनु भएछ तिमीले ट्युसन पढ्दैनौ उसको त ट्युसन सुरु भयो अरे त सोडिमको त तिमी ट्युसन नपढ्ने पढ्छ कति बेला हो ट्युसन हो कता के हो यता दुईटा बाइक रहेछ बाइक यहाँ कसरी आउँछ है उता रहेछ बाटो है यो केटो कहाँको खोल्न सकेनौ म खोल्दिम ल रहेछ लक्की एउटा है अर्को भेट्टाएँ नि त मैले एउटा खसेर त केही पनि भएन यता देख्नु एउटा खस्यो है भाइको चक्लेट अर्को खै तर सौरभ नि दिनु सौरभ खै चक्लेट दिएन बाई भन बाई जाऊ हामी भोलि भेट्ने हस् किजा गुड बाई किजा गुड बाई जाऊ ल भोलि भेट्ने हस् भोलि बिहान आउने हस् भोलि भेट्ने हस् स्कुल जाऊ है त घर 5 रुपियाँ दिन्छ आमासँग जाऊ है चक्लेट किनेर खाने हस् भोलि जाऊ है आमासँग ओइ आयो है फेरि कहाँ हिँडेको पैसा छैन नि त अनि पैसा माग्ने होइन नि त पैसा छैन
कुरो होइन साथी होइन नि कहाँ गरेको नपिट के गरेको किन लडेको पिट्ने होइन नि लड्ने होइन नि आमा यस्तो गिरगिर्ती हिँड्ने हामीले कुरा खाबै कुकुर बाई भन बाई भोलि भेट्ने हस् ऊ यहाँ माथि जाउँ न यहाँ आइज त यहाँ आइज न आइज न यहाँ आइज त मन्दिर हो र यो होइन कस्तो राम्रो हो नि त अनि यता आइज कि छैन डुल्न केही हुन्न नि त आइज यता हो कि यताबाट झर्न मिल्छ कि आइज एउटा बाजे आउनुभएको थियो नि हेलो फ्रम भुजुङ लमजुङ रोकिल पहि कहाँ जान्छ यस्तो बाटो हिँड उता चौतारी पनि जान हो कि आइज न यही नेट छ यहीँको दिनु न कस्तो मजा आउँछ है अन्नपूर्ण हिमाल अनि यो चाहिँ यहाँबाट देख्ने भ्यू जसै त्यो भन्छन् चाहिँ गाउँ हो अब हामी जाने गाइज कति बज्यो भन्दाखेरि 7:30 भयो भुजुङ गाउँ चाहिँ एकै ठाउँबाट नदेखिँदो रहेछ कि भुजुङ गाउँ चाहिँ एकै ठाउँबाट सबै क्याप्चर गर्नु चाहिँ नभइँदो रहेछ गाउँ चाहिँ लास्टै ठुलो हो होइन अनि यहाँ चाहिँ बिहान अहिले हिमाल देखेछ अब यता चाहिँ कस्तो ठुलो पहाडहरू अग्लो अग्लो यस्तो मजाको पहाड देखिन्छ नि यहाँबाट इहो चाहिँ अघि भर्खरसम्म देखेको थिएन भर्खर देखिन लाग्यो अन्नपूर्ण रहेछ यतापट्टि छ यस्तो छ चाहिँ यहाँ बसेको माथिबाट बिहेर हामीलाई चाहिँ यहाँ टिका र माला लाएर बिदाई गर्नुभयो कस्तो राम्रो चलाउँदै छ कि यहाँ हामी जान्छौँ है भनेको रोका टिका लगाएर जाउँला भन्नुभयो अनि गुरुङ आउँछ गुरुङहरूले चाहिँ सेतो टिका लगाउँछ नि त सेतो टिका अनि माला अब हामी हिँड्यौँ अब झोला बोकेर हिँड्नलाई अब यस्तो उकालो अब यदि इच्छा चाहिँ झोला बोकेर हिँड्नलाई यस्तो उकालो उकालो यहाँ एकछिनबाट कस्तो भ्यू आउँछ यहाँ माथिबाट मैले देखाउँछु त यहाँ पनि चियाहरू चिया लानै बिर्स्यो कहाँ लाने यहाँ नि पाइन्छ होला नि चिया पाइन्छ लैजाउँ कस्तो छ हेर मन लैजाउँ होइन कस्तो खालको रहेछ चिया पाइन्छ चियापत्ती भनेको चिया होइन
म त पाइन्छ ल चिया पाइन्छ पहाड नै हो जानुभएको छ बागलुङ हजुरको बोली त कस्तो तराईको जस्तो छ त तराईको हजुर घुम्न आउनुभएको ए क्या नि हो